दिदी कस्तो लागिरहेको हजुरलाई? जाडो लाग्यो। यहाँ चाहिँ हाम्रो अब नास्ता रेडी हुँदैछ बिहानको। कति बजे? 9 बजे। बिहानको नास्ता 9 बजे रेडी हुँदैछ। हामी चाहिँ यहाँ गणेशपुर पार्कमा छौँ। आज प्रबल दाइ यहाँ आशा बच्चाहरू यता चिनेर गर्छन्। कस्तो लागिरह तिमीलाई? तिमीलाई कस्तो भन भन छिटो छिटो। हजुर मजा पनि लागेको छ। तिमीलाई कस्तो लागिरह? मजा। सबिनलाई? रेचललाई? भएको कति भयो? 1 घन्टा जस्तो भयो। तपाईँ थाकेर एकदमै खुसी हुनुहुन्छ? छैन ए रातो गोलभेडा हाल्ने पनि ऊ पनि के हाल्ने पनि हामी देख्न सक्दछौँ यहाँ दाल पाक्दैछ अनि दिदीले चाहिँ यहाँ दाल बनाउँदै हुनुहुन्छ अनि यहाँ जग पनि देख्न सक्नुहुन्छ। जगको पानी हो। हजुर हजुर यो दाल जस्तो अहिले बाक्लो छ त्यसपछि अहिले घर जानु झ्यालबाट पनि यही दाल हुन्छ। उहाँले चाहिँ एउटा नराम्रो जोक हान्नुभयो। हामी खुसी छ। हुन्छ सबैभन्दा दुःखी चाहिँ उहाँ हुनुहुन्छ। झ्यालमा टाँसेको यही दाल हो। हुन्छ हामी यो इन्टरभ्यूलाई चाहिँ यही राख्नेछौँ। हामी अर्को ठाउँमा जानेछौँ। हामी यहाँ देख्न सक्छौँ यहाँ तातो आलु बनाउँदै हुनुहुन्छ उहाँहरूले। यहाँ चाहिँ रातो रातो केराउ पनि हामी देख्न सक्छौँ अनि ठुल्ठुलो केराउ 2वटा पनि देख्न सक्छौँ। रातो केराउ यो चाहिँ पखाल है। यो लोकल स्टाइलको यसले पनि जान्छ। यो पनि स्टिल हुन्छ हामी देख्न सक्छौँ प्याज पनि। आशा कति लाग्यो यो प्याज काट्नको लागि? हजुर कति समय लाग्यो? कति टाइम लाग्यो? कुन चाहिँ सफल हो? सन्देश ठिकै छ। खबरदार सानो पाउका जान्छ तिम्रो स्वर्ग बाबुले तल
प्यारले खबरदार सानो पाउ खाजा ननिकाल्ने टेक्निक सिकाउन हामीलाई पनि यति यस्तो कुन गेम हो यो डेमो देखाइदिन्छु ए ओके फोटो गराइदिने बेला बेला हेलो नेपाली बोल्ने बनाउनु भयो, कोहीलाई इङ्ग्लिस बोल्ने बनाउनु भयो। चाइनामा गयो भने चाइनिज बोल्नुहुन्छ, थोरै मान्छे हुनुहुन्थ्यो नि त होइन। अनि त्यो थोरै मान्छेहरूबाट चाहिँ प्रभुलाई मनपर्ने कामहरू गर्नुहुन्थ्यो, प्रभुलाई जे मनपर्छ त्यही गर्नुहुन्थ्यो होइन। तर जब प्रभुलाई मन पर्दैन, आफ्नो छेउको साथीकोहरूले अरूको दुःखमा पनि के भन्छ भन्ने सहयोग गर्न जाने भन्ने एउटा देश थियो। त्यो देशमा जाने बेलामा त ठुलो धरहरा बनाउने, ठुलो सहर बनाउने, अनि त्यो धरहराबाट चाहिँ सिधै स्वर्ग पुग्ने खालको हामीले चाहिँ बनाउनु पर्छ भनेर चाहिँ यहीबाट भएर सबै मान्छेहरू हिँड्दै 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 जाने बेलामा केही त दिनु 7 दिनको भात नखाएको केही त दिनु रेलगाडी रेलगाडी कति थाल भात खान्छौ? पेट दुखेछ बिचरा
पठाउनु पठाउनु अब दाल चाहिए खै बाँदर I'm here, OWL all the way. OWL all the way. नले